हामीलाई चाहिँ मजा अल्परी हो है गाइज भ्याएको त होइन तर स्विमिङ गरेको देख्छु तपाईँहरूलाई पनि स्विमिङ गरौँ लागेको छैन गाइज यदि लागेको छ भने चाहिँ प्लिज आउनु होला है ओ माई गड म त बिचरा त्यहाँनेरि के भन्छ त्यो पाखाको भ्यागुता जत्तिकै भएको छु गर्न आउँदैन हेऱ्यो बस्यो दायाँ बायाँ पानीमा चोप्यो त्यस्तै छ मेरो त एकदमै रमाइलो भइराखेको छ तर हामी भरे निक्लेर घरसँग पुग्दाखेरि चाहिँ डढेर अनुहार कालो रातो होइन सबै निलो सबै हुन्छ गाइस तपाईँहरूलाई हाम्रो भ्लग मन पऱ्यो भने चाहिँ हेर्न नबिर्सिनु होला हेरिदिनु होला हामी भरे निक्लेर घरसँग पुग्दाखेरि चाहिँ डढेर अनुहार कालो रातो होइन सबै निलो सबै हुन्छ होला हाम्रो स्विमिङको भ्लग आइसकेको छ त्यो भ्लग हेर्नु होला प्लिज गाइज हामी फेरि पनि अर्को लिएर आउँदैछौँ भ्लग बिस्तारै बिस्तारै हेलो एन्ड नमस्ते टु एभ्रीवान डोग दिया गाइज वेलकम टु माई फेरि पनि मेरो मिठो भ्लगमा है त अनि साथसाथै गाइज तपाईँहरू सन्चै हुनुहुन्छ भने आशा राखेको हजुरहरू कुन ठाउँमा हुनुहुन्छ कुन देशमा हुनुहुन्छ कतिको गर्मी परेको छ यहाँ हेर्नुहोस् न टेक्सासमा त एकदमै धेरै गर्मी परिरहेको छ अनि यो टेक्सासको गर्मी चाहिँ तपाईँहरूलाई थाहा छँदैछ होइन यस्तो धेरै गर्मी हुन्छ त्यो अवसर पारेर चाहिँ हामी आज नजिकै छ हाम्रो यहाँ स्विमिङ पुल त्यहाँ स्विमिङ पुलमा आज हामी स्विमिङ गर्न जाँदैछौँ साथै भन्नु पर्ने हो भने मलाई स्विमिङ गर्नको त्यति मजाले आउँदैन र पनि यसो होइन पानीमा चोबिनको लागि चाहिँ जानलाई रेडी छु गाइज मसँग चाहिँ मेरो स्विमिङ कस्ट्युम छ हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ यो वान सेट भयो भने होइन मसँग अर्को सेट पनि छ सो म यो चाहिँ लगाएर स्विमिङ गर्छु होला किनभने एकदमै गर्मी छ गाइज एकदमै गर्मी छ होइन म अहिले यस्तो गोरी छु नि होइन एक दिन म स्विमिङ गर्न अब गएँ भने भरेपल्ट मेरो हालत हेर्नुभयो भने एकदमै पतला हुन्छ गाइज किनभने सबै पानी र तातो घाम मिक्स भएर अनुहार त डढेर केही नै हुँदैन जति नै सनस्क्रिन लगाउनुहोस् जति नै स्प्रे गर्नुहोस् होइन त्यस्तै हो अब स्विमिङ गर्न रहर त लाग्छ आज स्विमिङ गर्न 5 जना जाँदैछौँ अनि एकदमै रमाइलो चाहिँ हुन्छ चिसो पानी तातो घाम है अनि त्यसपछि यस्तो राम्रो स्किन जति नै सनस्क्रिन क्रिमहरू होइन स्प्रेहरू गरेर आफ्नो बडीमा गए पनि अब होइन एकचोटि स्विमिङ गरेर आएपछि अनुहार त तपाईँहरूले देखि नै हाल्नुहुन्छ है कस्तो रातो कालो के टाइपको भइहाल्छ डढेर घामले र पानीले चिसो पानी तातो घाम मिक्स भएपछि यस्तै हो 2 जना बुढाबुढी भइहाल्यौँ स्विमिङ गर्न जाने एक जोडी अनि अब 3 जना आउन बाँकी नै छ हामी एकदम वेटिङ गरेर बसिरहेछौँ लुगा त माथि छ अब भरे हामी एकैचोटि स्विमिङ कस्ट्युम पनि लगाएर तपाईँहरूलाई देखाइहाल्छौँ गाइज अनि आज हाम्रो चौथीकला स्विमिङ पुलमा के हुन्छ हेरिदिन चाहिँ नबिर्सिनु होला म मात्रै हो स्विमिङ गर्न नजान्ने फेरि मसँग जाने मेरो पार्टनर्सहरू चाहिँ सबैजनालाई आउँछ स्विमिङ सबैजना एकदमै एक्सपर्ट हो कि स्विमिङ गर्न चाहिँ ओ माई गड म त बिचरा त्यहाँनेरि के भन्छ त्यो पाखाको भ्यागुता जत्तिकै भएको छु गर्न आउँदैन हेऱ्यो बस्यो दायाँ बायाँ पानीमा चोप्यो त्यस्तै छ मेरो त माइजू र भान्जी चाहिँ आज हामी स्विमिङ गर्न जाँदैछौँ भान्जी गाइज म चाहिँ एकदमै रेडी भइसकेँ अनि मेरो भान्जी पनि एकदम यहाँ खै कता हो रेडी भइसक्नु भयो अनि हामी सबै रेडी भइसक्यौँ अनि हेर्न सक्नुहुन्छ सबजनालाई तयार अनि यो चाहिँ हाम्रो आइडी कार्ड हो यो चाहिँ हामीलाई चाहिन्छ डोर ओपन गर्नको लागि अनि गाइजहरू सबैजनाले हेलो भन्नु पर्यो हाम्रो भान्जा बाबुकै एकदम लजाउने मान्छे अनि तर म चाहिँ स्विमिङ गर्न चाहिँ जाँदैछु सबजना हाम्रो ग्रुप जाँदैछौँ स्विमिङ गर्नको लागि अनि नजिकै छ स्विमिङ गर्ने ठाउँ एकदमै रेडी माई लभको बसमा त्यही छ स्विमिङ पुल चाहिँ हाम्रो घर वहाँनिर हो भने 2-3वटा घर चाहिँ छोडेपछि ठ्याक्कै स्विमिङ पुल आउँछ गाइज एकदम नजिकै छ
अनि म हिँड्दैछु होइन। यो कारले चाहिँ ओपन हुन्छ डोर। सो जाउँ गाइस। कस्तो राम्रो फुलहरू रहेछ यहाँ, एकदमै भिड छ। दोस्त अनि हामी चाहिँ स्विमिङ पुलमा बसेर आज ब्लु हे पानी 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 गर्ने बेला भइरहेछ गाइजहरू। अनि यो चाहिँ सानो बच्चाहरूको लागि हो स्विमिङ गर्ने ठाउँ भने यता स्विमर बेबी यहाँ गाइजहरू हेर्न सक्नुहुन्छ। पाखाको भ्याएको छु है म चाहिँ स्विमिङ गर्न आए पनि स्विमिङ गरिरहेको छु। स्विमिङ एकदमै राम्रो छ। यता हाम्रो भान्जीले गरेको हेर्नु होला। बेबी नमस्ते। अब नमस्ते भनेको चाहिँ गाई चुप्पी हो है। चुप्पी हेर्न सक्नुहुन्छ, चुप्पी हाने हो। यो चाहिँ नेपालीमा चाहिँ चुप्पी हानेको भन्छ, हेर्न सक्नुहुन्छ। भान्जी इज द बेस्ट स्विमर गाइज। मलाई चाहिँ आउँदैन है। Handstand. 3, 2, 1. Handstand. Sorry. मामा भान्जीको स्विमिङ हेर्न सक्नुहुन्छ है यहाँ बेस्ट स्विमरहरूको। ओ माई गड, बिजुली चाहिँ एकदम हेर्न सक्नुहुन्छ। जस स्विमिङ गर्न नआए पनि हामी दुईजना चाहिँ एकदम यहाँ त्यो समय उपसिना बिहान भन्दै गाउने बेला भएको गाइज। अब अहिले चाहिँ हामी गाउँमा बसेको छौँ एकदमै होइन स्विमिङ गर्न पसेको छ। एकदमै रमाइलो भइरहेको छ। तर हामी भरे निक्लेर घर फर्किँदाखेरि चाहिँ डढेर अनुहार कालो रातो होइन सबै निलो सबै हुन्छ। सो चाहिँ अलरेडी आइसक्यो स्विमिङ पुलमा। सो स्विमिङ गर्न कपाल मेरो चाहिँ लामो छ, त्यही भएर मैले यसरी थालेँ होइन। अनि स्विमिङ आएको चोपिँदै निक्लिँदै गर्ने यस्तै छ हाम्रो। एकदमै भिड छ क्या गाइजहरू। अब यहाँनिर होइन विदाउट पर्मिसन अरूको फोटो लियो भने फेरि होइन कम्प्लेन गर्न सक्छ भन्ने डर हुन्छ। No dancing in the pool. रमाइलो छ यहाँ। हामीहरू दुईजनाको आफ्नै रमाइलो छ। फन गरेर बसिरहेको छौँ। यहाँ मलाई एकदमै डुबाउनेको ओ माई गड। म पानी छिरो किनभने मैले उयो गरेको थिइनँ। पानी कसायो भने त नाकमा काट्न सिकिहाल्छ नि। एकदमै गाह्रो भयो। अब कालो हुन्छु भनेर डराउने कुरा पनि भएन। स्विमिङ गर्न आएपछि गर्नु परिहाल्यो।
अनि यसरी नै भ्याक्दा जस्तै चोबिँदै निक्लिँदै गर्ने हुन चाहिँ म जलपरी हो है गाइज भ्याक्दा होइन तर एकदमै क्रिम धेर लगाएको थिएँ आँखा नै कस्तो बोलिराखेको छ तर केही फरक पर्दैन चस्मा चाहिँ मैले उता राखेको छु अनि स्विमिङ यस्तै हो गर्न नजाने पनि यस्तै छ स्विमिङ गर्ने अनि धेरैजना मान्छेहरू हुनुहुन्छ एकदमै रमाइलो छ आधी उधी नेपाली आधी उधी गोरी आधी उधी काले त्यस्तो टाइपको मान्छेहरू छन् ठिकै छ अमेरिका हो होइन टेक्सासको गर्मी अनि यस्तै हो इन्जोय गरिरहेछौँ बसिरहने मलाई दुध बोकेर लिएर जानु त नचाउनु है पानी चुइन्छ फेरि राम्रो बोक्छ एउटा हाम्रो स्विमिङ एकछिन बस्छु म यहाँ काँडा पनि घुम्यो हाम्रो स्विमिङ यस्तै भएको छ Spicy, sour, or sweet? Sour or sweet? तीनजना मात्रै आसपासमा छौँ होइन अनि अरू दुईजना चाहिँ Just kidding. कता हुनुहुन्छ थाहा छैन गाइज हामीलाई स्विमिङ गरेको देख्छु तपाईँहरूलाई पनि स्विमिङ गरौँ लागेको छैन यदि लागेको छ भने प्लिज आउनु होला है नजिकै टेक्सासमा हुनुहुन्छ भने चाहिँ होइन भने अर्कै स्विमिङ पुलमा जानु होला कता कता हुनुहुन्छ होइन भने नेपालमा अहिले म नेपालमा भएको थिएँ भने खोलामा गएर स्विमिङ गर्थेँ होला Help me! Help me! यस्तो भन्नु नि लस्सी थाक्यो ल गाइजहरू म तपाईँहरूको भिडियो गरिदिन्छु है ल ल ल ल मामा भान्जी र गाइज कतिको इन्जोय भइरहेछ ये हेर्न सक्नुहुन्छ स्विमरलाई यता अर्को मान्छे जम्प हानिसक्यो ए अनि म चाहिँ एकछिन बसिराखेको छु धेरै चिसो भयो फेरि अब पानीमा डुब्लुकी हाल्ने कतिको गएर त गाइस छोटा मोबाइल हुन्छ फेरि साथसाथै हेर्न सक्नुहुन्छ यहाँ हाम्रो सरलाई काउन्ट गर्दै त कति बजीसम्म ल कति मिनट ल 1 2 3 गो 1 2 3 4 5 6 7 8 9 10 11 13 मात्रै खुट्टा पिल्छ हालेँ अलिकति
उसलाई मेरै छेउमा आएर बस्नुपर्ने रमाइलो हेर्नुहोस् यहाँ स्विमिङ पुलको केही भ्यूहरू अनि साथसाथै गाइस हामीले चाहिँ अलरेडी स्विमिङ गरिसक्यौँ स्विमिङ गरेर भिगे बदन तेरा भइसक्यो तेरा न मेरा होइन अब हामी जाने हामी चाहिँ निस्क्यौँ गाइजहरू स्विमिङ पुलबाट यस्तै हो आज त स्विमिङ गऱ्यो अनुहार त राम्रै छ नि गाइज डढेको त छैन नि मेरो एकचोटि पोहोर त पुरै कस्तो नराम्रो भएको थियो सो 2 घन्टा त बस्यो होला अब यस्तै हो हाम्रो स्विमिङ गरेको भिडियो तपाईँहरूमा आइसकिहाल्यो भन्दा नि भइहाल्यो अब उक्लिने हुँदाखेरि अलिकति तासे जस्तो भयो छाला त्यही पनि ठिकै छ हामी चाहिँ अलमोस्ट घर आइपुग्न लाग्यौँ तपाईँ केही भन्न चाहनुहुन्छ बाई भन्न चाहने थ्याङ्क यू फर वाचिङ गाइज कस्तो लाग्छ हाम्रो भ्लग हेरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यस्तै भन्न चाहन्छु यति नै भन्न चाहन्छु फाइनली घर आइसक्यौँ हामी सो यही हो गाइज फेरि नयाँ भ्लग लिएर आउनेछौँ हेरिदिन नबिर्सिनु होला अनि अब हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन गाइज प्रतिक्रिया दिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला